पेनले तपाईँको ह्यान्डराइटिङ सुधार्छ भन्दाखेरि तपाईँलाई कस्तो लाग्छ? होइन होला जस्तो लागे पनि रियालिटीमा चाहिँ राम्रो पेन युज गर्नुभयो भने तपाईँको ह्यान्डराइटिङ साधारण पेनले लेखेको भन्दा चाहिँ राम्रो हुन्छ है। तपाईँले कसरी लेख्नुहुन्छ र कुन पेन ठिक हुन्छ भन्ने थोरै कुरा गर्छु है त। नर्मली हामीले लेख्दाखेरि चाहिँ के एकदम हल्कासँग लेख्छौँ कि चाहिँ अलिक प्रेसर लाएर लेख्छौँ होइन? अब अलिक बढी प्रेसर लाएर लेख्नेले कहिलेकाहीँ कपी पनि च्यातिरहेको हुन्छ होइन? त्यो पेनको टिपमा पनि डिपेन्ड गर्छ होइन? अब हल्कासँग लेख्नेले चाहिँ फेरि त्यो पेन राइट परेन भने साह्रै पातलो हुने या अलिकता बीच-बीचमा लाइनहरू छुट्टिने हुन्छ होइन? त्यही सन्दर्भमा मलाई मनपर्ने 4 वटा पेनको कुरा गर्छु है त। सबभन्दा पहिला त पाइलटको हाइटेक भन्ने पेन होइन? यसको टिप चाहिँ 0.4 मिलिमिटर हुन्छ होइन? अनि यो टिपको नम्बर जति बढ्दै गयो लेख्दाखेरि चाहिँ त्यति मोटो हुन्छ होइन? कमनली हुने भनेको 0.4, 0.5 भयो होइन? त्यसपछि चाहिँ अनि 0.7, 0.75 हुन्छ होइन? अनि त्यसपछि 1 मिलिमिटरको हुन्छ। मैले नेपालमा +2 पढ्दाखेरि चाहिँ यो पेन युज गर्थेँ होइन? मलाई असाध्यै मन परेको। कम्पेरेटिभली यो पेनको टिप चाहिँ अलिकति रफ हुन्छ होइन? त्यही भएर एकदमै बढी प्रेसर लाएर लेख्ने हुनेहरूलाई चाहिँ यो ठिक हुँदैन। तर नर्मल प्रेसर लाएर लेख्ने हुनुहुन्छ भने चाहिँ तपाईँले अलिक चिप्लो-चिप्लो खालको पेपरमा यो पेनले लेख्नुभयो भने तपाईँको ह्यान्डराइटिङमा इम्प्रुभमेन्ट आउँछ। त्यसपछि अर्को भनेको मलाई लाग्छ यो अमेरिकामा स्कुल कलेजमा सबैभन्दा पपुलर पेन हो होइन? यो पाइलटको G2 भन्ने पेन हो। अब यो चाहिँ अलिकति मोटो लेख्न मन पराउनेहरूको लागि चाहिँ 0.7 मा हुन्छ होइन? अनि अलिकति पातलो लेख्नेलाई चाहिँ 0.5 मा र यसलाई चाहिँ अब क्वालिटीको हिसाबले पनि ठिक्कको, प्राइस पनि ठिक्कको हिसाबले चाहिँ यसलाई मान्छ होइन? त्यसपछि अर्को चाहिँ यो पेन्टेल भन्ने कम्पनीको एनर्जेल भन्ने पेन। यो चाहिँ मैले 0.7 मा युज गर्छु होइन? यो मसँग 0.5 पनि छ। अब यो चाहिँ मेरो फेभरेट पेनहरूमै पर्छ होइन? अब यो चाहिँ क्वालिटीको हिसाबले अति दामी होइन? यो अघिको पाइलट भन्दा चाहिँ यो थोरै महँगो पर्छ है। अब त्यसपछि अर्को चाहिँ युनिबलको 1 भन्ने पेन हो होइन? अब यो पेन त मसँग टन्नै छ है। यो चाहिँ रिसेन्टली मैले एकदमै युज गर्न थालिरहेको छु। यो चाहिँ अलिकति बढी प्रेसर गर्नेको लागि चाहिँ ठिक हुँदैन होइन? तर एकदम नर्मल प्रेसरमा लेख्नुहुन्छ भने चाहिँ यो पेन साइजको हिसाबले पनि एकदम राम्रो होइन? लाइट पनि एकदम लाइट छ। क्वालिटी पनि अति दामी छ है। यो ट्राई गर्न सक्नुहुन्छ। अनि लास्टमा चाहिँ हात अलिक सानो छ होइन? अलिक प्रेसर गरेर लेख्नुहुन्छ होइन? स्पेशली फिमेल्सहरूको लागि भने चाहिँ अलिक दामी क्वालिटीको पेन खोजिराख्नु भएको छ भने चाहिँ यो मुजी भन्ने जापानिज ब्रान्डको पेन पाउँछ होइन? यो 0.5 मिलिमिटरमा। यसको क्वालिटी चाहिँ अति दामी होइन? अब स्मुथ पनि स्मुथ होइन? त्यस्तो चिप्लिने पनि होइन? अनि इङ्कहरू पनि एकदम क्विक ड्राई हुन्छ। यो पनि मलाई एकदमै मनपर्ने पेनहरूमा एउटा हो होइन? तर मेरो हात चाहिँ अलिक ठुलो भएको भएर चाहिँ यो मलाई त्यति कम्फर्टेबल हुँदैन। अलि हात सानो छ भने चाहिँ यो पेन चाहिँ तपाईँको लागि दामी हुन्छ। र अन्त्यमा यो कुनै मैले टिकटकको कमिसनको लागि बनाएको भिडियो होइन। त्यो कारणले गर्दाखेरि कुनै लिङ्कहरू चाहिँ छैन है। खालि मलाई मनपर्ने पेनहरू जसले गर्दाखेरि मेरो ह्यान्डराइटिङ पनि राम्रो देखिन्छ त्यसकै बारेमा मात्र हो है। र भिडियो यहाँसम्म हेरिदिनु भएको छ भने चाहिँ कमेन्टमा पेन भनेर लेखिदिनुहोस् है त। र मन पर्यो भने रिसेयर गरिदिन सक्नुहुन्छ, कमेन्टमा केही लेखिदिन सक्नुहुन्छ, लाइक गरिदिन सक्नुहुन्छ है त। धेरै सपोर्ट गरिदिनु भएको छ त्यसको लागि एकदमै धन्यवाद। हस्।